गृहमन्त्रीलाई गृहमन्त्रीलाई त राजीनामा दिनुपर्छ। त्यो जस्तो नालायक गृहमन्त्री त कोही पनि छैन नि अहिलेको परिस्थितिमा। यो त गणतन्त्रमा त यस्ता गृहमन्त्री होइन, यस्ता गृहमन्त्रीहरू त एकपछि अर्को पैदा हुँदै गर्छन्। ६६को बेला त म बच्चा थिएँ, म 5-6 वर्षको हुँदाखेरि त्यो माओवादीले गाउँघरमा कति आतङ्क मचायो, कति उसले पीडा दियो, गाउँघरका आम नेपाली चेलीबेटीको इज्जत कसरी लुट्यो भन्ने कुरा त हामी त्यो आन्दोलन गर्दा त हाम्रो देश 10-15 वर्ष पछाडि धकेल्नु कारण नै त्यही आन्दोलनले हो। तर त्यो हिंसात्मक आन्दोलन जस्तो हाम्रो यो आन्दोलन हुँदैन, शान्तिपूर्ण आन्दोलन। तर मलाई के अचम्म लाग्यो भने तपाईँहरू जस्ता युवाहरू धेरै बेचिएछन् भिजिट भिजा प्रयोग गरेर, तर तपाईँ चाहिँ बेचिनु भएन, कसरी बच्नु हो? गणतन्त्रमा यस्तै हो, तपाईँहरू त युवा मात्रै बेचेको देख्नु, युवती बेचेको देखिनु भएको छैन। कुबेत खाडीमा धर्म, संस्कृति, वेशभूषा सबै कुरा त बेचिदिनु भएको देखेन। खोला नाला त बेचिसके, अरू के देख्नुहुन्छ? भुटानी नेपाललाई त भुटानी बनाएर त बेचे नि त। भिजिट भिसाको कारणले कति युवाहरू बेचिएका छन्। त्यो पढ्न त हामीसँग एकदम के भन्नुहुन्छ गृहमन्त्रीलाई? गृहमन्त्रीलाई त राजीनामा दिनुपर्छ। त्यो जस्तो नालायक गृहमन्त्री त कोही पनि छैन नि अहिलेको परिस्थितिमा। यो त गणतन्त्रमा त यस्ता गृहमन्त्री होइन, यस्ता गृहमन्त्रीहरू त एकपछि अर्को पैदा हुँदै गर्छन्। तपाईँहरू जस्तै युवाहरूको भविष्य बनाउँछु